साथीहरू एसईको मौका परीक्षा अथवा पूरक परीक्षाको चाहिँ रिजल्ट चाहिँ प्रकाशित भइसकेको छ र रिजल्ट चाहिँ तपाईँले मार्कसिट सहितको सजिलैसँग आफ्नै मोबाइल ल्यापटप प्रयोग गर्दै चेक गर्न सक्नुहुनेछ। त्यसको लागि भने तपाईँले आइबिआर पनि प्रयोग गर्न सक्नुहुन्छ, एसएमएस पनि गर्न सक्नुहुन्छ र त्यस्तै गरी वेबसाइटबाट पनि तपाईँले आफ्नो रिजल्ट चेक गर्न सक्नुहुनेछ। र त्यस्तै गरी आइबिआर र एसएमएसमा केही चार्ज लाग्नेछ भने वेबसाइटबाट फ्री अफ कस्टमा मार्कसिट सहितको रिजल्ट सजिलैसँग चेक गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले आफ्नो मोबाइल अथवा ल्यापटप प्रयोग गर्दै चेक गर्न सक्नुहुन्छ। आफ्नो मोबाइल अथवा ल्यापटपमा रहेका कुनै पनि ब्राउजर ओपन गर्नुहोला र साथीहरू ब्राउजर ओपन गरिसके पछाडि सर्च बारमा गएर तपाईँले SEE.ntc.netnet.np लेखेर सर्च गरिदिनु होला र साथीहरू सर्च गर्न साथ तपाईँहरू डाइरेक्टली यस पेजमा आउनुहुनेछ। यहाँतिर तपाईँले देख्न सक्नुहुन्छ एसई सप्लिमेन्टरी 2081 रहेको छ र तपाईँहरू मार्क्स सहितको रिजल्ट चेक गर्न चाहनुहुन्छ भने यहाँ चाहिँ तपाईँले सिमल नम्बर राखेर चाहिँ सर्च गरिदिनु होला। तपाईँहरूको कति ग्रेड आएको छ त्यो तपाईँले देख्न सक्नुहुन्छ भने त्यस्तै गरी मार्कसिट सहितको रिजल्ट चेक गर्न चाहनुहुन्छ भने यहाँ ग्रेड सिट भन्ने अप्सन रहेको छ। ग्रेड सिटमा तपाईँले क्लिक गरिदिनु होला र साथीहरू ग्रेड सिटमा तपाईँले क्लिक गरिसके पछाडि फर्स्टमा तपाईँले सिमल नम्बर र त्यस्तै गरी आफ्नो डेट अफ बर्थ, फर्स्टमा इयर, सेकेन्डमा मन्थ र थर्डमा डे लेखेर सर्च गरिदिनु होला र साथीहरू सर्च गरिसके पछाडि भने तपाईँको मार्कसिट सहितको रिजल्ट चाहिँ चेक गर्न सक्नुहुनेछ। तपाईँको कुन कुन सब्जेक्टमा कति मार्क्स आएको छ त्यो सबै डिटेल्स चाहिँ यस्तो प्रकारले सजिलैसँग चेक गर्न सक्नुहुनेछ र यो रिजल्ट चाहिँ भर्खरै प्रकाशित भइरहेको छ र कुनै कुनै बेलामा चाहिँ यो सर्भर डाउन हुन सक्दछ। सो त्यसैले तपाईँले एक दुई पल्ट डाउन भयो भनेर तपाईँले नछोड्नु होला, तपाईँले पुनः यसलाई चाहिँ ट्राई गर्दै गर्नु होला।